दिएर म सडकमा उत्रिन तयार छु। 15,000ले सुकुम्बासीहरूले सबैले न्याय पाउनु भएको छ भने म मेरो देशको प्रधानमन्त्रीलाई हात जोडेर रिक्वेस्ट गर्छु, मेरो सभामुखलाई रिक्वेस्ट गर्छु, मन्त्रीहरूलाई रिक्वेस्ट गर्छु र यो कानुनको टिम सबै 1 महिना होल्डिङ सेन्टरमा गएर बसौँ त। 15,000ले धेरै कुरा हुन्छ। 1 रुपैयाँ नहुनु भन्दा त 15,000 भएपछि प्रोटिन युक्त फाइबर युक्त खानेकुराहरू किन्न सकिन्छ। के को ठुला कुरा गर्ने? यहाँ कांग्रेस किन बन्नु परेछ? म यहाँ राजसभा किन बन्नु परेछ? म एमाले माओवादी किन बन्नु परेछ? हामी मानव बने हुँदैन? जानुस् साजिदा सिद्दिकी, तपाईँ मिडिया सबलाई भन्छु, साजिदा सिद्दिकीमा जानुस्। खानामा समस्या, सब्जीमा समस्या, किरा परेको समस्या, बस्न गाह्रोको समस्या। गर्भवती महिलाहरूलाई खानाको चाहिँ उहाँहरूलाई चाहिँ मासु भइदियो हुन्थ्यो भन्ने, मासु खान पाए हुन्थ्यो, अरू कुरा चाहिँ खानेकुरा राम्रो छ, कोही कोही बेला मासु खान मन लाग्छ भनेर भन्नुभएको थियो। त्यो चाहिँ उहाँहरूको गुनासो थियो। म प्रमाणसहित फेरि तपाईँले मलाई आएर क्वेसन गर्नुहोस्, तपाईँ रङ हुनुहुन्छ म्याडम भनेर क्वेसन गर्नुहोस्, म तपाईँलाई प्रमाणसहित बोल्छु। आज हामी देख्दा देख्दै आँखा बन्द गरेर बस्नुपर्ने? 15,000 रुपियाँले चाहिँ हामी सबै गएकाले सुनेको थियौँ नि त। डेरा खोज्दाखेरि त सुकुम्बासीलाई डेरा दिँदैनन् भनेर त उहाँहरूले भन्नुभएको थियो नि त। यहाँ महिनाभरि काम गरेर 12,000 स्यालेरी खाने स्टाफहरू छ। 15,000 त धेरै राज्यले गर्न सकेको काम हो। यो एकदमै हामीहरूले चाहिँ यसलाई थ्याङ्कफुल नै भन्नुपर्छ। अनि धेरै ठुला कुरा गर्न पर्दैन। देखाउटी र प्लानिङ डिफरेन्ट पार्ट हो। नेपाल सरकार नै नेपाली जनताको हो भनेपछि नेपाली जनतालाई रुवाउँदैन भन्ने पनि ढुक्क भएर बस्दा हुन्छ। गलत भयो, स्वीकारौँ न साथी, स्वीकार दिउँ के। यो धेरै रफ्फु लगाउन जरुरी छैन। यदि मैले इन्टरनेसनल कानुनमा लगेर यो दर्ता गर्यो भने इन्टरनेसनल कानुनले पनि मेरो देशको कानुनलाई के भन्छ भने तपाईहरू गलत गर्नुभयो। रोहिङ्ग्या आएर मेरो देशमा बस्दा मेरो देशको नेसनालिटी बोकेका मानिसहरू, मेरो देशको नागरिकता बोकेका मानिसहरूको यो अवस्था। अब मलाई तपाईले भन्नुस्, तपाईको यही रिपोर्टले बोल्छ कि सेन्टरमा प्रहरी 24 घण्टा हुनुहुन्छ। मेरो देशको नागरिक सेन्टरमा लगेर तपाईले प्रहरीको बीचमा कैदी बनाएर राख्न पाउनुहुन्छ? मेरो सरकारसँगको यो क्वेसन हो, किन राख्नु? उहाँहरूलाई जान पाउने, खेल्न पाउने, हिँड्न पाउने, स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार छैन? अनि आज चाहिँ म ठुलो कुरा गर्ने म छोडे। म अहिले यहाँ न एमालेको मान्छे हो, म कसैको मान्छे होइन, म सांसद मात्रै भएर बोल्दाखेरि मलाई लाग्छ हामी कहीँ न कहीँ प्लानिङमा फेल खायौँ। मैले पटक पटक बोलेको छु, मिडियामा हेर्नुहोस्, मैले बोलेको छु, सरकारले सुन्दर बस्तीको परिकल्पना गर्नुपर्छ, जुन त्यो बस्तीमा सबै चिज हुनुपर्छ र त्यो खोलाको ढिकमा भएका मानिसहरू, त्यो पहाडको टापुमा भएका मानिसहरू, जोखिममा भएका मानिसहरूलाई लगेर हामीले बल्ल त्यो सुन्दर बस्तीमा सेफ साइडमा लगेर हामीले बसाल्नुपर्छ। अनि बल्ल मानव अधिकारको अधिकार पनि हनन हुँदैन र उहाँहरूलाई सम्मान सडकमा उत्रिन तयार छु। थ्याङ्क यू सो मच। टोटल्ली एक्सपेक्टेसन भन्दा चाहिँ फरक आयो होइन। त्यहाँ गइसक्दाखेरि उहाँले बस्ने, खाने, उहाँहरूको सरसफाइ, उहाँहरूको वासरुम पनि हेरेका थियौँ हामीहरूले। वासरुम पनि हेर्दाखेरि सबै निड एन्ड क्लिन थियो। अनि त्यसपछि मैले एकजना लगभग 74 इयर्सको आमासँग संवाद गरेको थिएँ र उहाँलाई चाहिँ मैले सोधेको थिएँ, हजुरलाई यो कस्तो लागिरहेछ, कसरी म्यानेज गरिराख्नु भएको छ, खानी बस्नेको व्यवस्था कस्तो छ, सरसफाइ कसरी भइरहेको छ भनेर सोद्धाखेरि उहाँले चाहिँ सजिलैसँग एन्सर दिनुभएको थियो। खानी बस्नेको कुनै पनि प्रब्लम छैन, सरसफाइ हामीहरूले पालै पिलो गरेर गर्छौँ, रुटिन बाई गर्छौँ। एक दिन मैले गरेँ भने अर्को दिन अरूले गर्नुहुन्छ, त्यसरी चाहिँ हामीले सरसफाइमा ध्यान दिएको छौँ। आफ्नो सरसफाइ गर्ने हामी एकदमै खुसी छौँ। मेरो गत सालमा मैले ऋण काटेर टहरो बनाएको थिएँ। त्यो टहरो मैले बनाएको 15 दिन नहुँदै बाढी आएर भत्कियो र 2टा सिलिन्डर मात्रै झिक्न पाएको थिएँ। मेरो कमाउने मान्छे कोही पनि छैन, म सिङ्गल हो। अहिले यसरी राज्यले राखिदिँदाखेरि मलाई एकदमै खुसी लागेको छ भन्नुभएको थियो। इभन मैले मेरो टिकटकमा पनि राखेको छु, उहाँले बोलेको कुराहरू एकदमै ह्याप्पिली एक्सेप्ट गर्नुभएको थियो कि हामीहरूलाई त सरकारले यसरी लिन्छ, यस्तो ठाउँमा राख्छ, खेल्ने, हामीहरू घुम्ने ग्राउन्ड सहितको ठाउँमा राख्छ, यसरी खान दिन्छ भन्ने चाहिँ हामीलाई महसुस नै भएको थिएन। कुनै कुनै सुगर पेसेन्टहरूलाई चाहिँ बेलुकाको टाइममा रोटी दिने गरिरहेको छ भनेपछि चाहिँ सुगर पेसेन्ट नभएकोलाई चाहिँ हामीहरूलाई त छैन, हामीहरू चाहिँ दाल भात नै खान्छौँ भन्ने कुरा गर्नुभएको थियो 2 टाइम नै। अनि बच्चा बच्चीको मामलामा के छ भन्दाखेरि बच्चा बच्चीको मामलामा दुध र बिस्कुट पनि दिने गरेको छ भन्ने सुनिरहेको छु। मैले दुध दिएको चाहिँ देखेको छु, बिस्कुट चाहिँ भनेको सुनेछु, मैले खाएको देखेको छैन भन्ने कुरा राख्नुभएको थियो। र हाम्रो पूर्व मान्यज्यूले चाहिँ बोल्दै गर्ने क्रममा 15,000ले के हुन्छ भन्ने कुरा राखेपछि 15,000ले धेरै कुरा हुन्छ। 1 रुपैयाँ नहुनु भन्दा त 15,000 भएपछि प्रोटिन युक्त
फाइबरयुक्त खानेकुराहरू किन्न सकिन्छ, खान सकिन्छ, सुत्केरी महिलाहरूको कुराहरू आयो होइन, दीर्घकालीन रोगीहरूको कुराहरू आयो। त्यसमा हामीले चुकुन्दरहरू जस्तो गाजरहरू जस्तो कुराहरू किनेर खायो भने त्यो कुराहरूले चाहिँ हेल्थलाई इम्प्रुभ गर्छ, त्यो प्लस हुन्छ होइन। यहाँ महिनाभरि काम गरेर 12,000 स्यालेरी खाने स्टाफहरू छ, 15,000 त धेरै राज्यले गर्न सकेको काम हो। यो एकदमै हामीहरूले चाहिँ यसलाई थ्याङ्कफुल नै भन्नुपर्छ। अनि अर्को कुरा आयो पेसेन्टको कुरा आइरहेको थियो, बिरामी दीर्घकालीन बिरामीहरू छ, उहाँहरूलाई गाह्रो हुन्छ भन्ने कुराहरू, सुगरको प्रेसरको औषधिहरू सबै यहाँ प्रोभाइड छ भन्ने कुराहरू गर्नुभएको थियो। म आफै मेडिकल फिल्डको मान्छे भएर पनि त्यो कुरा बुझेको थिएँ। र एक ठाउँमा जाँदाखेरि लगभग 45 इयर्स टु 55 इयर्सको होला, मलाई ठ्याक्कै एज चाहिँ थाहा भएन, अन्दाजी एज थियो त्यो चाहिँ। उहाँ तल बसेर खाना खाँदै हुनुहुन्थ्यो, एकदमै खुट्टा चाहिँ सोइलिङ देखेँ मैले। सोइलिङ देखिसकेपछि के भएको, यो पहिल्यैदेखि हो कि पछि हो भन्ने कुरामा गर्दाखेरि उहाँलाई चाहिँ प्रेसर हाई भएर हस्पिटल लिएर गएको बेलामा हामी फर्केर आउँदा घर भत्किसकेको थियो। त्यो कारणले गर्दाखेरि चाहिँ उहाँ यस्तो भएर चाहिँ यस्तो भएको हो भन्ने कुरा गर्नुभयो। अनि त्यसपछि यो खुट्टा सोइलिङ भइरहेको रहेछ, तपाईँहरूले चाहिँ गर्नुभयो कि नै भनेको। हिजो मात्रै गएर आरएफटी चाहिँ गरेको। आरएफटी भनेको रेनल फङ्सन टेस्ट, त्यो चाहिँ किडनीको टेस्ट गर्छ। त्यो टेस्ट गर्दाखेरि मैले खै त हेरौँ न त भनेर हेर्दाखेरि मैले क्रिएटिनाइन हाई देखेपछि मैले आफै नै त्यहाँ फोन गरेर एम्बुलेन्स तुरुन्त पठाएर उहाँलाई चाहिँ लिइहाल्नु भनेर मैले त्यो व्यवस्थापन पनि गरेको थिएँ। र राज्यले गर्न खोजेको काममा वात्त हेर्दाखेरि चाहिँ अब दुखै दिएको हो कि जस्तो देखिन्छ। म त आफै नर्स भएको भएर त्यो बिरामी सिकिस्तै भएर आउँदाखेरि नि उसलाई दुखाएर सुई लगाएर भेन खोलिसकेपछि औषधि चढाएपछि यो ठिक हुन्छ भनेर थाहा हुँदाखेरिमा त्यो जस्तै दुखे पनि दुखोस् तर उसलाई चाहिँ दीर्घकालीन रूपमा चाहिँ ठिक गराउनुपर्छ भन्ने भएको भएर हामीहरूले चाहिँ त्यो दुखाउँदाखेरि दुखाएको जस्तो महसुस हुँदैन। ठ्याक्कै त्यो अहिले राज्यलाई त्यस्तै भएको हो जस्तो फिल हुन्छ मलाई चाहिँ होइन। देख्ने बेला झ्याप यो हो यस्तो भइरहेको छ भनेर ओहो भन्ने भए पनि, तर एट द इन्ड दीर्घकालीन योजनामा होइन पछिको समयसम्म चाहिँ समाधान हुने गरेर समस्याहरूको चाहिँ यो समाधान हुने खालको कामहरू गर्दैछ भनेपछि हामीहरूले चाहिँ थ्याङ्कफुल नै गर्नुपर्छ। पक्ष विपक्ष भन्ने कुरा भन्दा पनि ठ्याक्कै मानव चाहिँ पहिला हुनुपर्छ होइन। सबैभन्दा अगाडि मानव हुनुपर्छ र मानवलाई अगाडि राखेर राज्यले काम गर्दैछ। राज्य नेपाल सरकार नै नेपाली जनताको हो भनेपछि नेपाली जनतालाई रुवाउँदैन भन्ने पनि ढुक्क भएर बस्दा हुन्छ। यति भन्दा आफ्नो केही शब्दहरू यहीँ सके। धन्यवाद।